हेलो एभ्रिवान ह्याप्पी होली वन्स अगेन मलाई ऱ्यान्डम क्वेसन आइरहन्छ यदि मेरो व्यवसायको लागि समय छैन के गर्ने म बुझ्छु जीवन व्यस्त छ होइन जागिर परिवार सबैतिर म्यानेज गर्नुपर्ने हुन्छ तर सोच्नुहोस् यदि केही परिवर्तन भएन भने 1 वर्षपछि तपाईँ कहाँ हुनुहुन्छ होइन सत्य के हो भने व्यवसाय बनाउने दिनभरि समय चाहिँदैन होइन तपाईँले सानो समय 30 मिनट हियर त आधी घन्टा कतै 1 घन्टा कतै दिएर कन्सिस्टेन्ट टाइम दिनुभयो भने तपाईँको बिजनेस चल्छ। मैले आफ्नो व्यवसाय सुरु गर्दा पनि मसित पूर्ण टाइम थिएन, मेरो फुल टाइम जब परिवारलाई व्यस्तताको साथसाथै मैले यो बिजनेस चलाइरहेको छु होइन। मैले आफ्नो स्मल पकेटमा चाहिँ रहेको टाइमलाई मैले युटिलाइज गरेको छु। प्रश्न मसँग यो छ कि भन्नुहोस् तपाईँ यो समयमा कसरी काम गर्ने होइन, तपाईँले समय कसरी निकाल्नुहुन्छ किनभने जीवन सधैँ व्यस्त नै रहन्छ। तर तपाईँलाई स्वतन्त्रता चाहिन्छ, फाइनेन्सियल फ्रिडम टाइम फ्रिडम चाहिएको छ भने तपाईँले त्यो समय निकाल्न सक्नुहुन्छ। त्यो युट्युब हेर्ने समय, त्यो टिकटक हेर्ने समय, त्यसलाई चाहिँ युटिलाइज गर्नुहोस्। अब तपाईँलाई म भन्छु यदि तपाईँ केही परिवर्तन गर्न चाहनुहुन्छ भने वाइ नट मेसेज मी, म तपाईँलाई यसको बारेमा बाटो देखाउँछु। यदि तपाईँलाई मन पर्यो भने यो पाथमा हिँड्नुहोस्, आफ्नो लाइफ चेन्ज गर्नुहोस्। थ्याङ्क यू सो मच।